नमस्ते, म निमा शेर्पा। आज चाहिँ हामी शेर्पा जाति चौमा अब बुद्धिस्ट धर्मको मार्गमा हिँडे पनि आज चाहिँ हामीले विश्वकर्मा पूजा गरिरहेछौँ। किनभने अब आज विश्वकर्मा चाहिँ अब फलामको काम अथवा यस्तो इन्जिनहरूको पूजा गरिने दिन। त्यसैको अवसरमा मैले मेरो आफ्नो साधन सौर्य साधनको पूजा गरियो र आजको यस विश्वकर्माको दिनमा चाहिँ हामीले पूजा गर्नुको कारण चाहिँ वर्षभरि हामीले यही साधनमा चढ्छ र वर्षभरि हाम्रो रक्षा गर्छ र अझै पनि रक्षा गरौँ, सधैँ रक्षा गरौँ भन्ने वर्षमा एकचोटि चाहिँ हामीले विश्वकर्माको अवसरमा चाहिँ हामीले एक दिन पूजा गर्ने समय हो। यसको लागि चाहिँ आज राम्रो पूजा गरियो। त्यसको लागि म के भन्न चाहन्छु भने सबैले यसरी पूजा गरिरहनुपर्छ र यसरी पूजा गर्नुपर्छ भन्ने मान्यता राख्छु। म बुद्धिस्ट भए पनि हिन्दूको त्यो भए पनि म रेस्पेक्ट हुने चिजमा म सधैँभरि सबैलाई राम्रो नजरले राम्रो प्रकारले सोच राख्ने व्यक्ति हुँ। त्यसैले सबैलाई यहीँबाट भन्न चाहन्छु कि ह्याप्पी विश्वकर्मा, सबैको शान्ति र कामना गर्दछु। धन्यवाद। नमस्ते।